प्रधानमन्त्रीज्यूले भन्नुभयो होइन, रवि लामिछानेले हाम्रो फाइल खोल्न थाल्यो अनि हामीले सत्ता चेन्ज गर्यो भने होइन, भ्रष्टाचारीहरू भ्रष्टाचारको भण्डाफोर होला भनेर डराए। रवि लामिछाने चाहिँ अब खुल्ला भयो भने अरू रवि लामिछाने निस्किने भए, एउटा रवि लामिछाने निमोट्न पायो भने अरू रवि लामिछानेहरू आउने आँटै गर्दैनन्, हाम्रै रजाइ चलिरहन्छ भनेर यिनीहरूले रवि लामिछानेलाई थुनेको के भयो त, अनि उल्टो भयो। के अरे त्यो फुटबलमा चाहिँ आत्मघाती गोल हुन्छ नि, 23 जुन भयो। हाम्रा छोराछोरी नमारेको भए 24 गते आउँथ्यो। अहिले जति पनि जेनजीको आन्दोलन पछाडि जुन अरू दलहरू खुल्ने क्रम जारी छ, यो चाहिँ उहाँहरूसँग हामी समन्वय गरेर मिलेर सहकार्य गरेर जान सकियो भने ती पुराना दलहरू जसले डेलिभरी गर्न सकेन, जसले जनताका लागि काम गर्न सकेन, तिनीहरूको विरुद्धमा चाहिँ नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्ने विषयमा हामी पनि पार्टी सभाध्यक्ष पनि एउटै मतमा छौँ। हामी रवि लामिछाने जो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यति बेला नक्खु कारागारमा भइरहँदाखेरि निकै बाक्लो मेला लाग्ने गरेको छ, भेट्न आउनेहरूको ताती लाग्ने गरेको छ। यतिसम्म कि पूर्व न्यायाधीश समेत आउनु भएको छ, सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी समेत उहाँलाई भेट्न आउनु भएको छ। लगायतका नेताहरू, विभिन्न राजनैतिक दलका अरू नेता, पूर्व मन्त्री, सांसद लगायतका विभिन्न व्यक्तित्वहरू, अरू बुद्धिजीवीहरू पनि आउने क्रम जारी छ। त्यत्रो देशै डुबाएर देशै अन्त कहाँ पुर्याउनेहरूले एउटा देश बनाउँछु भनेर आउने एउटा नयाँ युवालाई लगेर थुनेको छ। त्यसकै कारणले मेन कारण त सायद रवि लामिछानेप्रति यो प्रतिशोधको यो विधि ठुलो आतङ्क नमचाएको भए अस्तिको घटना पनि हुँदैन थियो कि। यो पनि विद्रोह हुनुमा रवि लामिछानेलाई यसरी जबरजस्ती होइन थुन्नुमा पनि महत्त्वपूर्ण भूमिका छ। रवि लामिछाने जस्ता देश बनाउँछु भनेर आउने मान्छेलाई चारैतिरबाट 1.5 वर्षदेखि चाहिँ सम्पूर्ण देश, सत्ता, प्रतिपक्ष, मिडिया सबै लागेर यहाँ नकोचेको भए 23 गते आउँथ्यो। 23 गते आउँथेन नि, 23 गते आउँथेन। सम्पूर्ण देश रवि लामिछानेको विरुद्धमा नलागेको भए 23 गते आउने थिएन। 23 गते नआएको भए 24 गते आउने थिएन। 24 गते नआएको भए ज्यान जोगाउन सत्तावालाहरू हेलिकप्टरमा डोरीमा झुन्डिएर भाग्नुपर्ने थिएन। त्यो चेतना अझै पनि आएको छैन। सहकारीको पैसा हिनामिना गरे, पैसा हिनामिना गरे भन्ने त अहिले पनि अनि भन्दै हुनुहुन्छ, भनेको भने रवि हुनुहुन्छ। लामिछाने मात्रै ठगेछ। रवि लामिछाने सत्तामा आएर ठगे हो। रवि लामिछाने जस्तो कतिजनाले ठगे। अनि रवि ल मानव सत्तामा ठग्यो, अनि संसदीय छानबिन समिति समेत बनाएर त्यत्रो चाहिँ सबै गरेर त्यो ठगेको प्रमाणित भएन भनेर भने होइन। अनि ल ठग्यो, सहकारी त ठग्यो, अनि सङ्गठित अपराध चाहिँ केमा गर्यो? अनि त्यो अर्को चाहिँ के अरे त्यो सम्पत्ति शुद्धिकरण उसलाई चाहिँ किन लाग्यो? जो सत्तैमा गएको छैन उसलाई चाहिँ सम्पत्ति शुद्धिकरण लाग्ने। 35 वर्ष देश लुटेर खानेहरूलाई सम्पत्ति शुद्धिकरण लाउनु पर्दैन, कसलाई चाहिँ लाउनु पर्ने थियो? खरब खानेलाई चाहिँ सम्पत्ति शुद्धिकरण नलाग्ने, सत्तामै नआएर भर्खर चाहिँ के गर्छु भनेर आएको मान्छेलाई चाहिँ सम्पत्ति शुद्धिकरण लाग्ने। रविभन्दा इमान्दारले चलाउनु पर्थ्यो नि त। खरब खानेले अनि अब रवि लामिछाने बाहिर सत्तैमा नआएको मान्छेलाई चाहिँ अब ल सहकारीको त्यहाँमाथि छानबिन गरेर त्यत्रो गर्दा प्रमाण नभेटेर अनेक उतिगडम गरेर आफै मुद्दा बनाएर अनि तपाईँलाई थाहा छ नि हो त्यस्तो गर्न मिल्थ्यो? तपाईँले मलाई उत्तर दिनु न। मैले रवि लामिछानेलाई मुद्दा लाउनु मिल्छ मैले, तर खरब खाने देश डुबाउनेहरूले रवि लामिछानेलाई मुद्दा लाउनु मिल्छ यदि उसले नचाहिँदो गरे भयो भने? खोइ त ल रवि लामिछानेलाई थुनेर कतिजना सहकारीका मान्छेको पैसा फिर्ता भयो होइन? अनि अस्ति भर्खर कति 2-3 करोड खाने त्यो कताको मान्छेलाई चाहिँ उसले पैसा सबै फिर्ता गर्छु भनेपछि कति अरब हो कति गर्छु भने चाहिँ उसले छुट पायो। उसले चाहिँ कतिको छ मुद्दा रवि लामिछानेको? 2-3 करोड कतिको होइन, 3-4 करोडको। त्यो चाहिँ उसले फिर्ता गर्छु भन्दा उसले चाहिँ छुट नपाउने किन नि? किन? उही नागरिक होइन, उही देश होइन, अरू केही होइन। रवि लामिछाने आयो भने सब लुटेराहरू चाहिँ नि अरू रवि लामिछाने आउँछन्। एउटा आयो भने अर्को अरू रवि लामिछाने, 100औँ रवि लामिछाने आउँछन्। अनि हाम्रो लुटपाट चाहिँ बन्द हुन्छ, हामी सबै जेलमा हुन्छौँ भनेर उसलाई लगेर जेलमा राखिदिए, सक्यो। अब यो कुरो यति नै हो। जस्तो पराजुली सर, यहाँले हिजो अस्ति मात्रै एउटा हरब होइन, म अहिलेको लेख्नु भएको लेटेस्ट भन्दाखेरि रवि बालेनहरू, कुलमानहरू यदि नयाँहरू यसै गरी चाहिँ अब विभाजित भएर चुनावमा जाने हो भने उनीहरू मिलिसके। हिजो देख्नु भएन? संसद पुनर्स्थापना गर्नलाई चाहिँ गइसके होइन? अस्ति भेटघाट भइसक्यो दुईटाको। अनि अब संसद पुनर्स्थापनामा गइसके।
अब यिनीहरू यी नयाँहरू चाहिँ छुट्टै जाने हो भने पुरानै आउँछन्। रविलाई त थुनेकै छ। अब कुलमान बालेन हर्कलाई यसै गरी ल्याएर थुन्छन् उनीहरूले, त्यति हो। अब यति अब यिनीहरूले बुझेका छन् कि छैनन् भन्ने मात्रै कुरा हो। किन थुन्ने हामीलाई भन्ने होला नि त उहाँहरूलाई पनि, के गल्ती गरेका छौँ र हामीलाई थुन्नलाई? गल्ती चाहिन्छ थुन्नलाई? अपराधीहरूलाई थुन्नको लागि के, अपराधीहरूले अरूलाई थुन्नको लागि के गल्ती चाहिन्छ? केही गल्ती छैन। भनेको कुलमान बालेन अब एक ठाउँमा नआउँदा, एक ठाउँमा नआएर फेरि उनीहरूले आउने हो भने अनि सबभन्दा पहिला कारबाहीमा पर्ने रविलाई जसै गरी थुन्ने, 10वटा मुद्दा लाउने, 10वटा जिल्लामा डुलाउने त अब कुलमान र बालिनहरूलाई नै हो। लेखेर राख्नु। फेरि सबैलाई नेता बन्नु छ, सभापति बन्नु छ, पार्टीको अध्यक्ष बन्नु छ। अब बन्नु छ भने बन्छन् नि त। देख्नुभयो यहाँले? जेलको कैदी बन्ने कि नेता बन्ने त अब निर्णय गर्ने बेला यही हो। कैदी बन्ने कि नेता बन्ने? मिल्यो भने नेता बनिन्छ, जुट्यो भने नेता बन्छन्, फुट्यो भने कैदी बन्छन्। हतकडी लाग्छ? किन लाग्दैन? तर रविको नेतृत्वमाथि नै प्रश्न उठाएर छोड्ने पनि त अलि यो चलिरहेछ नि। सन्तोष परियार, समना श्रेष्ठहरू त्यो राजनीतिमा म जान्न। मेरो एउटै उ छ कि यी भ्रष्टहरूलाई हटाउनलाई कम्तीमा नयाँ केटाकेटीहरूले चाहिँ नयाँ सुरुवात गर्नुपर्छ, मिलेर गर्नुपर्छ। मेरो त्यो अरू सानातिना धिना बसिना मेरो छैन। जुन हिसाबले हिजोको 2/3 सरकारले जुन हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो, यो देशको चौथो ठुलो राष्ट्रिय दलको होइन सभापतिलाई जुन हिसाबले मुद्दा नै तपाईँको फेक मुद्दा लगाएर भनौँ न, झुटा मुद्दा लगाएर, किनकि उहाँको चाहिँ कुनै पनि सहकारीसँग संलग्नता देखिएको छैन। न उहाँले कहीँ कतै फारम भरेर, न उहाँले कहीँ कतै चाहिँ त मलाई ऋण चाहियो भनेर, न उहाँ चाहिँ सञ्चालक समितिमा अथवा व्यवस्थापन समितिमा कुनै पनि सहकारीमा नभएको एउटा व्यक्तिलाई जुन हिसाबले सहकारी ठगीसँग सम्बन्धित रहेर जोडेर मुद्दा चलायो सरकारले, त्यही नै बदनियत रहेको छ सरकारको होइन। यो चाहिँ यसको चाहिँ हामी आम नेपालीहरू अहिले त भनौँ न आम नेपालीले बुझिसक्यो यो त हिजोको सरकारले चाहिँ प्रतिशोध गरे हो भन्ने विषय त यो त एकदमै छर्लङ्ग भइसकेको छ। त्यसैको एउटा उपज पनि जेएनजी आन्दोलनले चाहिँ पुष्टि गरिदिइसकेको छ। जुन कि हिसाबले सरकार जब निर्मम बन्छ र सरकार जस्तो रहँदैन र कानुनको उल्लङ्घन गर्छ अथवा कानुनलाई आफ्नो हुन्छ नि आफ्नो पकेटमा राखेर हिँड्न खोज्छ, त्यसको उपज हो जेएनजी आन्दोलन 23 र 24 गतिको जेएनजी आन्दोलन होइन। किनभने म जन्मेर मेरो चेतना भरिँदाखेरि पनि यो देश बन्ला भन्ठान्दै थिएँ, आज मेरो मर्ने बेला हुन लागिसक्यो। देश बन्ला भन्दै मर्ने बेला भयो। मलाई केही दिनु छैन होइन। मलाई मात्र के हो भने अब यो पुरानो फोहोर फालेर कम्तीमा नयाँहरूले सत्ता लिइयो भने अलिकति सास सजिलो सब फेर्न पाइन्थ्यो कि मर्ने बेलामा भन्ने मात्रै हो। अब अन्तिममा जस्तो यहाँले हरफहरू मात्र लेख्ने कि यसरी नै अब देशका लागि गर्छु भन्नेहरूलाई पनि सपोर्ट गरेर सँगसँगै हिँड्ने? राष्ट्रसभामा आउने सम्भावना के छ? हिँड्ने भने के राष्ट्रसभाबाट आउने, चुनाव लड्ने, जाने, अगाडि चुनाव लड्ने भए उहिल्यै लडिन्थ्यो, स्वार्थ लुट्ने भए उहिल्यै लुटिन्थ्यो। उहिले भन्दाखेरि पहिला पनि त अब पहिला त्यो अवसर थिएन होला नि त। पहिला त तपाईँले देखेको अनुहार त नआएका होला नि त। चाहेको भए पाउँथेँ होला। अहिले आयो अनुहार रवि लामिछानेहरू भनेर पनि तपाईँहरूले नै भन्नु भएको छ। अहिले होइन, म नेता बन्नलाई जन्मेको होइन। म राजनीति गरेर अथवा कतैबाट केही कमाएर खानको लागि जन्मेको होइन। म कसैबाट केही लिएर आश्रित भएर बाँच्नको लागि पनि जन्मेको होइन। म आफ्नो रगत पसिना बगाएर यहाँसम्म आएको छु। भनेको नेता बन्नेहरू सबै आश्रित मात्रै छन् त? मागेरै खाने मात्र छन् त? लुटेर खाने त भएन अहिलेसम्मका त होइन। अब आउनेहरू पनि मागेरै खाने भयो त्यसो भए? त्यो त हेर्न बाँकी छ नि त। हो त्यही भन्न खोजे होइन। तपाईँहरू आउने कि नआउने? तपाईँ पनि आउने कि नआउने? म त आउँदिनँ। म आउँदिनँ, कहीँ आउँदिनँ। म त एक्लै हो। म लेख्ने हो, मेरो कलम छ। जसको जे क्षमता छ त्यही गर्ने हो। मसँग राजनीति गर्ने क्षमता छैन। त्यो कारणले गर्दाखेरि अब फेरि यो सरकार अन्तर्मित सरकारलाई पनि म एउटा आग्रह गर्न चाहन्छु र त्यसै गरी यहाँबाट भन्न चाहन्छु, कृपया तपाईँहरूलाई हिजो जुन हिसाबले 2/3 सरकारले रवि लामिछानेमाथि जुन हिसाबले प्रतिशोध चाल्यो, त्यस्तै प्रतिशोधको शिकार बन्दै गर्दाखेरि आज चाहिँ तपाईँहरू हिजो चाहिँ रवि लामिछानेलाई चाहिँ त तपाईँको न्याय पाएनन्, बढी भयो होइन, उनीमाथि अन्याय भयो भन्ने आज चाहिँ तपाईँहरू सरकारमा हुनुहुन्छ होइन। सरकारले के हेरेर बसेको छ? यति बेलासम्म त सरकारले चाहेको भए त होइन क्याबिनेट डिसिजन गरेर पनि आजको मितिमा चाहिँ रवि लामिछानेलाई बाहिर निकाल्ने अवस्था रहेको छ। किनकि रवि लामिछाने जुन हाम्रो पार्टी सभापति हुनुहुन्छ, उहाँलाई सहकारीसँग सम्बन्धित मुद्दा लाग्दैन
होइन त्यो मुद्दा चाहिँ खारेज गरेर होइन कानुनी प्रक्रियाबाट खारेज गर्न पनि सकिन्छ। त्यसै गरी सङ्गठनित अपराध र त्यसै गरी चाहिँ सम्पत्ति शुद्धिकरणको मुद्दा त सरकारवादी मुद्दा हो, त्यो त सरकारले आजको मितिमा नि फिर्ता लिन सक्छ। यी यावत कामहरू नगरिकन जुन हिसाबले अन्तरिम सरकार पनि कहीँ कतै केही कुरामा अल्झिरहेको छ, यहाँ चाहिँ म यति बेला ध्यान आकर्षित गराउन चाहन्छु अन्तरिम सरकारको पनि। कृपया तपाईँले आज रवि लामिछानेप्रतिको लागि चाहिँ बोलिदिनु भयो, तपाईँले चाहिँ आज रवि लामिछानेलाई न्याय दिन सक्नुभयो भने आम नेपालीले चाहिँ न्याय पाउनेछन् र भोलिका दिनमा पनि कसैले पनि कुनै पनि बलमिच्चाइ गरेर कुनै पनि सरकारले बलियो सरकार भनौँ न, कुनै पनि बलियो सरकार बनाएको भरमा चाहिँ दम्ब देखाएर कानुनका छिद्राहरूमा टेकेर अथवा कानुनलाई चाहिँ गलत तरिकाले अपव्याख्या गराएर होइन त्यसरी चाहिँ कानुनलाई चाहिँ आफ्नो हातमा नलिउन् भन्ने चाहिँ एउटा चाहिँ नजिर पनि स्थापित गर्नुपर्छ। त्यसैले गर्दा त्यो सरकारलाई पनि म यो आग्रह गर्न चाहन्छु।